जापान घुमेको म एकदमै मोस्ट ब्युटिफुल प्लेसमा आज हजुरलाई लैजान जाँदैछु है। हेलो एभ्रिवान एन्ड नमस्ते। आज चाहिँ मेरो यो सानो मिनी भ्लगमा हजुरहरू सबैजनालाई मोस्ट वेलकम छ। आज चाहिँ हामीहरू बुढाबुढी बिदा भएको दिनमा चाहिँ आज हामी घुम्न जाँदैछौँ। अनि बिहानै खाना खाएर नास्ता खाएर चाहिँ हामी अब घुम्नतिर लाग्यौँ। स्टेसन पनि आइसक्यो। अब हामी चाहिँ स्टेसनबाट इन्ट्री भइसक्यो अनि ट्रेन वेट गर्दैछौँ। अनि हाम्रो ट्रेन पनि आइसक्यो। अनि बुढाबुढी गफ गर्दै कुरा गर्दै आज रमाइलो गर्दै चाहिँ हामीहरू राम्रो मोस्ट ब्युटिफुल प्लेसमा चाहिँ घुम्न जाँदैछौँ। अनि हामीहरू चाहिँ अब फेरि अर्को नेक्स्ट डेस्टिनेसनमा पनि आइहाल्यौँ। ट्रेन चढेपछि चाहिँ हामीलाई त्यही 2टा ट्रेनहरू चेन्ज गर्नुपर्ने थियो, तर अटो ट्रान्सफर नै थियो। अनि हामीहरू चाहिँ एउटा ट्रेनबाट एक्जिट भइसकेपछि फेरि अर्को ट्रेनमा चढ्न जाँदैछौँ। हामी अर्को ट्रेन पनि फाइनली आइपुग्यो। अब हामी फेरि घुम्न जान लाग्दैछौँ। तपाईहरु देख्न सक्नुहुन्छ यो ट्रेनको सिट पनि क्या दामी छ। जापानमा चाहिँ धेरै राम्रो प्लेसहरू छ घुम्नको लागि चाहिँ। यहाँ चाहिँ विभिन्न फरेनरहरू पनि आउने गर्छन् घुम्नको लागि, फ्यामिलीहरू पनि। अनि बिदाको दिनमा चाहिँ कहाँ जाने, कस्तो गर्ने, के गर्ने, 6-7 दिनको थकाइले कहिलेकाहीँ एक दिन बिदामा बस्दै चाहिँ कहाँ जाने, कसो गर्ने, के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने यो मेरो मिनी भ्लग हेर्नु होला। यसमा चाहिँ मैले हजुरलाई म कहाँ गएको सबै कुराहरू भन्नेछु। अनि हजुर पनि आफ्नो पार्टनरसँग इन्जोय गर्दै मिठो मिठो गफ गर्दै चाहिँ जान सक्नुहुन्छ। अनि गएको हामीहरू देख्न सक्नुहुन्छ। मैले ट्रेनबाट लिएको यो सानो क्लिप यति राम्रो छ। त्यहाँ बाहिरको भ्यूहरू पनि अति नै सुन्दर थियो, हजुरहरू देख्न सक्नुहुन्छ। अनि आजको वेदर पनि ठिकै नै थियो, खासै गर्मी थिएन, तर अलिअलि पानी चाहिँ परेको थियो। तर पनि हामीहरू चाहिँ घुम्न चाहिँ निस्किसक्यौँ। अनि यो राम्रो इन्जोयबल वेदरहरू चाहिँ इन्जोय गर्दै चाहिँ हामीहरू चाहिँ आज हाम्रो घुम्न जाने डेस्टिनेसनमा चाहिँ लागिरहेका छौँ। अनि हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। अब हामी चाहिँ यो स्टेसनबाट एक्जिट भएर चाहिँ हामी घुम्न जानुपर्ने ठाउँ चाहिँ आउँछ। अनि त्यसपछि चाहिँ हामीहरू चाहिँ जान्छौँ। अब हामी चाहिँ एक्जिट हुँदैछौँ। अनि मलाई चाहिँ एकदमै पानीको तिर्खा पनि लागिराखेको छ कि। अनि फर्स्टमा चाहिँ हामीहरू पानी खान्छौँ, अनि केही खाजा पनि खान्छौँ, हल्का हल्का भोक पनि लागिराखेको छ। हामीहरू चाहिँ एक्जिट भइसक्यो। अब चाहिँ हामीहरू हेर्दैछौँ कि कन्भिनियन्स स्टोरहरू कता छ भनेर चाहिँ खोज्दैछौँ है। अनि वेदर पनि हेरिदिन सक्नुहुन्छ, हल्का पानी मसिनो परिरहेको छ। वेदरले पनि त्यति साथ नदेला जस्तो छ, हेरौँ के कस्तो हुन्छ। अनि हामीले चाहिँ फाइनली फ्यामिली मार्ट भेटायौँ। अब मेरो अर्को भिडियो चाहिँ पार्ट 2 मा आउने छ। फाइनली हामी फ्यामिली मार्टमा पसेर मैले चाहिँ वेदर पनि हल्का चिसो पानी परिराखेको भएर चाहिँ मलाई चाहिँ हल्का तातो कुरा खान मन लाग्यो। त्यही भएर मैले चाहिँ ओचिया खाएँ तातोमा। अनि मेरो अर्को भिडियो पार्ट 2 मा आउँछ, वेट गर्नुहोस् है त। थ्याङ्क यू।